नमस्कार सबैजनालाई। म आज यहाँहरूलाई योग अभ्यास सम्बन्धी केही जानकारी गराउँदैछु र योग अभ्यासका आधारभूत कुराहरू पनि यहाँहरूलाई गरेर प्रत्यक्ष देखाउँदैछु। सबभन्दा पहिलो कुरा यहाँहरूले बुझ्नुपर्ने कुरा के हो भनेदेखि योग भनेको के हो त? हाम्रो शरीर दुई प्रकारको छ। एउटा सूक्ष्म शरीर छ जसलाई हामी देख्न सक्दैनौँ, महसुस मात्र गर्न सक्छौँ, अनुभूत गर्न सक्छौँ, र अर्को शरीर छ स्थूल शरीर जसलाई हामी पाञ्चभौतिक शरीर भन्छौँ। पञ्चतत्त्वले बनेको छ। जल, तेज, वायु, आकाश र पृथ्वीले बनेको यो जुन शरीरमा जलको अवस्था रगतको रूपमा रहेको छ भने तेज भनेको ताप हो, ताप हाम्रो शरीरमा छ। पृथ्वी हाड, मासु, छाला, बोसोले भरिएको छ यो शरीर। वायु प्राणको रूपमा हामी श्वास प्रश्वास लिन्छौँ र आकाश तत्त्व भनेको शून्य तत्त्व हो जुन चाहिँ हाम्रो शरीरमा शून्य तत्त्व छ र हामीले श्वास प्रश्वास लिँदा पनि भित्र जान्छ बाहिर आउँछ, खाना खाँदा पनि भित्र जान्छ बाहिर आउँछ, निस्कन्छ। त्यसैले यी पाँच तत्त्वले बनेको शरीर पाञ्चभौतिक शरीर। यो शरीर चाहिँ स्थूल शरीर हो जुन देख्न सक्छौँ, हामी स्पर्श गर्न सक्छौँ भने जुन सूक्ष्म शरीर हुन्छ त्यो चाहिँ हामी देख्न सक्दैनौँ। कसैले चेतना भन्छन्, कसैले आत्मा भन्छन्, कसैले त्यसलाई चाहिँ तेरो दियो क्या दियो, बुढापाकाले भन्छन्, दियो भन्छन्, तेरो दियो जलेको छैन भन्छन्। अर्थात् आत्मतत्त्व, आत्मचिन्तन आएको छैन भन्न खोजेको। र अब यहाँहरूलाई अगाडि मैले बढाएँ, योग अभ्यास भनेको हो यही दुईटा शरीरलाई, सूक्ष्म शरीर र स्थूल शरीरलाई सन्तुलनमा राख्नका लागि योग अभ्यास गरिन्छ। अनि यो आत्मालाई परमात्मासँग मिलाउनका लागि पनि, अथवा आत्माले परमात्मासँग चाहिँ समन्वय गरेर यो जीवन गतिलाई नै यसलोक र परलोकमा चाहिँ सन्तुलनमा राख्नकै लागि योग अभ्यास आवश्यक छ। अब ढिला नगरिकन अब योग अभ्यास कसरी सुरुवात गर्ने भन्ने कुरा जो सुरुवात गर्दै हुनुहुन्छ उहाँहरूका लागि यो अत्यन्तै उपयोगी छ। यो चाहिँ जस्तै हामीले पढ्दाखेरि कखरा पढ्छौँ, सङ्गीत सिक्दा सारेगम सिक्छौँ, त्यस्तै यो चाहिँ योग अभ्यास सिक्दाखेरि हामीले जान्नुपर्ने मुख्य कुरा चाहिँ के त भन्दा पहिलो नम्बरमा हामीले बिहान जुरुक्क उठेर नुहाइधुवाइ गरेर पहिला शारीरिक शुद्धता, शरीरमा रहेको पसिना फोहोर मैला जे छ हामी शौच गर्छौँ अनि नुहाइधुवाइ गर्छौँ र सफा सुग्घर हुन्छौँ। अनि स्वच्छ पवित्र कपडा, धोइ पखाली गरेका कपडाहरू, धोइ पखाली गरेका कपडाहरू, अनि हल्का शरीरमा चाहिँ शरीरलाई नबान्ने खालका हल्का खालका कपडा लगाउँछौँ। अनि त्यसपछि हामी एउटा आसन बनाएर आसनमा बस्छौँ। आसन सकेसम्म मैले यहाँहरूलाई देखाएँ, मैले एउटा सुकुल राखेको छु। यसले चाहिँ हाम्रो शरीरमा जो रक्त सञ्चार प्रक्रिया छ त्यसलाई चाहिँ सक्रिय गर्नलाई मद्दत गर्छ। यसमा यो आसनमा बसेको छु म। र बस्दाखेरि आफूलाई कसरी सहज हुन्छ, यहाँहरूले विभिन्न आसनमा बस्न सक्नुहुन्छ। यहाँले पद्मासन अथवा सुखासन अथवा चाहिँ दण्डासन अरू कुनै पनि आसन प्रयोग गर्नुहुन्छ। ती प्रत्येक आसनका म यहाँहरूलाई परिचय दिनेछु पछाडि। र आनन्दपूर्वक आफूले जसरी सहज हुन्छ त्यसरी बस्नुहोस्। अब यसरी दण्डासन गरेर बस्न चाहनुहुन्छ भने यसरी पनि बस्न सक्यो। र होइन म चाहिँ अब सुखासनमा बस्छु भन्दाखेरि खुट्टा यसो राखेर बस्न सक्यो आनन्दले। अब यति बसिसकेपछि हामी यसरी बस्नुभन्दा पहिला चाहिँ हामी करिब आधा घन्टा अगाडि एक गिलास पानी पिउँछौँ। त्यसपछि आएर आनन्दपूर्वक यसरी बस्छौँ। बसिसकेपछि अब हामी सबभन्दा पहिलो कुरा हामीले ध्यान दिनुपर्ने के त भन्दा हाम्रो ढाड र कम्मर, गर्दन, कुल यो तह चाहिँ मिल्नुपर्छ, बराबरी सिधा पारेर बस्नुपर्छ। यो मेरुदण्ड जति सिधा पार्यो त्यति हामी निरोगी हुन्छौँ। हामी जति निहुरिन्छौँ त्यति हाम्रै नसाहरू खुम्चिन्छ र अनि रक्त सञ्चारको मात्रा हाम्रो मुटुले जुन रक्त सञ्चार गरिराखेको हुन्छ त्यो चाहिँ शिरदेखि पाउसम्म पुग्नलाई गाह्रो हुन्छ। त्यसैले हामीले जहिले पनि के गर्नुपर्छ भने बस्दाखेरि सिधा ढाड र गर्दन सिधा पारेर बस्नुपर्छ। यो कुरामा हामीले ख्याल गर्नुपर्छ। अब कतिपय रोगहरू हुन्छन् हाम्रा, ती रोगहरूका कारणले हामीले त्यो गर्न हुन्छ हुँदैन भन्ने कुरा पनि म यहाँहरूलाई क्रमशः बताउँदै जान्छु। पहिलो नम्बरमा के हो भनेदेखि हामीले सकेसम्म ढाडको समस्या छ भने
अगाडि निहुरिने, मुटुको समस्या छ भने, त्यसपछि प्रेसर हाई छ भने अगाडि सकेसम्म ननिहुरिनु राम्रो, निहुरे पनि थोरै थोरै मात्रै निहुरिनुपर्छ। किनकि जति अगाडि निहुर्यो त्यति प्रेसरले हामीलाई असर पुर्याउँछ। त्यसैले उच्च रक्तचाप अर्थात् प्रेसर, मुटुको समस्या, मुटुको समस्या हुनाले र प्रेसर हुनाले चाहिँ यो ब्रिदिङ अथवा श्वास प्रश्वासको प्रक्रिया जुन प्राणायाम गर्छौँ हामी, छिटो छिटो पनि गर्न मिल्दैन, हल्का बिस्तारसँगले सामान्य प्राणायाम गर्नलाई बाधा छैन। म यहाँहरूलाई क्रमशः सिकाउँदै जान्छु। र अब हामी रह्यौँ, सबभन्दा पहिलो कुरा हामी सुखासनमा बसेका छौँ र हातको औँला चाहिँ हामीले यसरी सरस्वती मुद्रा अथवा ज्ञान मुद्रा, यो बुढी औँला र चोर औँलालाई हामीले ठ्याक्क यसको पोइन्ट मिलाएर यसरी राख्नु भनेको। र अनि हाम्रो यो हत्केला चाहिँ पुटक अर्थात् एउटा दुनु जस्तो बनाएर राख्नुपर्छ। अनि यसरी दुनु जस्तो बनाएर ट्याक्क घुँडामाथि राखिसकेपछि एक प्रकारको ऊर्जा यहाँहरूले एकछिन आँखा चिम्लेर महसुस गर्नुभयो भनेदेखि त्यही त्यो हामीले जहाँ चोरौँलो र बुढी औँलालाई जोडेका छौँ त्यो पोइन्टमा, चोरौँला र बुढी औँलालाई जोडेको जुन पोइन्ट छ त्यसमा यहाँहरूले ध्यान दिनुभयो एकछिन आँखा चिम्लेर भने त्यहाँ एक प्रकारको ऊर्जा आउँछ। त्यहाँ ऊर्जा सक्रिय आउँछ र त्यो ऊर्जाले चाहिँ हामीले शरीरभरि एक प्रकारको आनन्द महसुस गरिरहेको हुन्छ। यसरी हामीले बस्न सक्नुपर्छ। र अर्को कुरा, योग अभ्यास गर्दा जहिले पनि यहाँहरूले आँखा चिम्लेर बस्ने प्रयत्न गर्नुहोला। अहिले मैले सिकाउँदाखेरि यहाँहरूलाई भिडियोमा हेर्दै म सिकाउँदै गर्छु, त्यसका लागि फेरि यहाँहरूले सम्झिनु होला गुरु आफै चाहिँ आँखा खोलेर गर्दै हुनुपर्छ भनेर। नकारात्मक सोच्ने मान्छेले नकारात्मक कुरा मात्र हेरिरहेको हुन्छ। त्यसैले सकेसम्म यहाँहरूले जे कुरालाई पनि सकारात्मक रूपमा हेर्नुपर्ने हुन्छ है। जब योग अभ्यास गर्नुहुन्छ जब आफूलाई चाहिँ सुख र शान्तिको अनुभूति दिलाउन खोज्नुहुन्छ भने यहाँहरूले जहिले पनि सकारात्मक सोचको विकास गर्नुपर्छ। जे कुरालाई पनि जहाँ पनि जहिले पनि नराम्रो कुरा के छ भनेर खोज्ने प्रवृत्ति यहाँमा रह्यो भने कहिल्यै पनि यहाँहरूले अगाडि बढ्न सक्नुहुन्न र जीवन गतिलाई चाहिँ अगाडि बढाउन यहाँलाई मुस्किलै पर्छ है। त्यसैले सबभन्दा पहिलो कुरा चाहिँ हामीले के जान्नुपर्छ भने, के बुझ्नुपर्छ भने, हामीले यदि हाम्रो जीवन यात्रालाई सहज तरिकाले अगाडि बढाउँदैछौँ भने हामीले जहाँ पनि जहिले पनि जुनै कुरालाई पनि सकारात्मक रूपमा लिनुपर्छ। र हामी जति सकारात्मक बन्छौँ त्यति हाम्रो यहाँ सकारात्मक पोजिटिभ केमिकल्सहरू प्रोडक्ट हुन्छ, अर्थात् सकारात्मक ऊर्जा चाहिँ यहाँ उत्पत्ति हुन्छ। अनि हामी जति नराम्रो सोच्दै जान्छौँ त्यति नै नराम्रो नेगेटिभ केमिकल्सहरू प्रोडक्ट हुन्छ। त्यसले हाम्रो कर्म पनि बिग्रिन्छ, कर्मशुद्धि पनि हुँदैन, दुष्कर्म गर्दै जान्छौँ हामी। त्यसैले सकेसम्म सत्कर्म गर्नका लागि हामी सधैँ सकारात्मक सोचको विकास गरेर अगाडि बढ्नुपर्छ। अब सबभन्दा पहिलो कुरा, हामीले यसरी बसिसकेपछि हामी प्राणायाम गर्छौँ। सामान्य रूपमा प्राणायाम गर्ने हामी जस्तै पहिलो नम्बरमा हामी के भन्छौँ, पूरक कुम्भक रेचक भन्छ। पूरक भनेको श्वास तानेर लगेर हाम्रो यो पेटमा भर्ने हो। त्यसैले बुढी औँलाले दाहिने नाक थुनेर देब्रे नाकले सुइँ श्वास तान्ने हो। सकेसम्म लामो श्वास तान्ने हो। असहज हुनु भएन। जुन कर्म गर्दैछौँ हामीले योग अभ्यासमा त्यो गर्दा हामीलाई सहज तरिकाले होस्। असहज भयो भने त्यसलाई आफूले कसरी सहज हुन्छ त्यतातिर ध्यान दिने। लामो श्वास तान्ने, लामो श्वास तानेर हामी नाक यो दाहिने देब्रे नाक पनि थुनेर राख्छौँ र निकै बेर पूरक कुम्भक भयो। कुम्भक भनेको गाग्रो जस्तो यसलाई भरेर राख्छौँ हामी यसरी। जस्तै अब मैले भरेर राखेँ, मुख खोल्न मिल्दैन, श्वास फ्याँक्न मिल्दैन, श्वास भरेर राख्नुपर्छ। तर मैले यहाँलाई सिकाउने क्रममा मैले सिकाउँदैछु बन्द मुख गरेर राख्ने, अनि निकै बेर असहज हुने अवस्था आएपछि फेरि दाहिने नाक खोल्ने अनि श्वास फ्याँक्ने बिस्तारै। यो श्वास फ्याँकिसकेपछि पनि त्यत्तिकै कुम्भक हामीले चाहिँ के भन्छ भने अन्तर्कुम्भक भनेको श्वास तानेर भित्र थुनेको, र श्वास छोडेर खाली गरिसकेपछि फेरि के हुन्छ, बहिर्कुम्भक हुन्छ। बहिर्कुम्भक भनेको खाली गरेर अनि त्यसपछि रोक्न सक्नु चाहिँ बहिर्कुम्भक हो। त्यसैले यो चाहिँ भयो पूरक कुम्भक रेचक। प्राणायामको पहिलो नम्बरमा हामीले गर्न सकिन्छ, यो सबैले गर्न सक्ने। देब्रेले नाक श्वास तान्ने, थुनेर राख्ने, फ्याँक्ने श्वास दाहिनेले, दाहिने बुढी औँला
यता दाहिने नाकलाई बुढेौलाले छोडेको थियो, छोडेर फ्याँक्ने, त्यसपछि खाली गरेर रोक्ने, अनि फेरि अर्को क्रम 3 पल्ट यहाँहरूले यो क्रमलाई दोहोऱ्याउनु होला। र यो दुईटा औँला चोरौँला र साइले औँला चाहिँ माथि निधारमा पोइन्टमा आज्ञा चक्रमा सप्तसम्म आज्ञा चक्रमा राखेर यहाँहरूले यो कर्म गर्न सक्नुहुनेछ। यो चाहिँ प्राणायामको पहिलो नम्बरमा पर्ने प्राणायाम हो। र यहाँहरूलाई म क्रमशः अब अर्को भागमा यसपछि हामीले के गर्ने त्यो कुरालाई म विशेष प्राथमिकताका साथ प्रस्तुत गर्नेछु। नमस्कार।